सो यो भिडियोमा हामी म्यादी प्रहरीको लिखित परीक्षामा सोध्न सक्ने 25 वटा महत्त्वपूर्ण प्रश्न उत्तर लिएर आएका छौँ। लिखित परीक्षाको सिलेबस अनुसार प्रश्न उत्तर तयार गरिएको छ र यो भन्दा पछिल्लो निर्वाचनको क्वेशनहरू पनि समेटिएको छ। त्यही भएर भिडियो एकदमै महत्त्वपूर्ण रहेको छ। अन्तिमसम्म हेर्नु होला। यो भिडियो पार्ट 2 भिडियो रहेको छ। पार्ट 1 हेर्नु भएको छैन भने पार्ट 1 को लिंक भिडियोको डिस्क्रिप्सन र कमेन्ट सेक्सनमा राखिएको छ, गएर हेर्न सक्नुहुनेछ। सो भिडियोलाई सुरु गरौँ। प्रश्न नम्बर 1 मा रहेको छ म्यादी प्रहरीले कुन दर्जा सरह सेवा सुविधा पाउँछ? म्यादी प्रहरीले कुन दर्जा सरह सेवा सुविधा पाउँछ? अप्सनमा रहेको छ नेपाली सेना, नेपाल प्रहरी र नेपाली सेना असही। र यसको सही उत्तर हुन्छ अप्सन नम्बर बी, प्रहरी जवान। म्यादी प्रहरीले प्रहरी जवान सरहको सेवा सुविधा पाउँछ। र त्यसैगरी प्रश्न नम्बर 2 मा रहेको छ म्यादी प्रहरीको पोसाकको रङ कस्तो हुन्छ? म्यादी प्रहरीको पोसाकको रङ कस्तो हुन्छ? अप्सन नम्बर ए मा रहेको छ नीलो, अप्सन नम्बर बी मा रहेको छ खैरो र अप्सन नम्बर सी मा रहेको छ हरियो र त्यसैगरी अप्सन नम्बर डी मा रहेको छ सेतो। र यसको सही उत्तर हुन्छ नीलो। म्यादी प्रहरीको पोसाकको रङ नीलो कलरको हुन्छ। त्यसैगरी प्रश्न नम्बर 3 मा रहेको छ हाल नेपालको प्रधानमन्त्री को हुन्? हाल नेपालको प्रधानमन्त्री को हुन्? अप्सन नम्बर ए मा रहेको छ केपी शर्मा ओली, अप्सन नम्बर बी सुशीला कार्की, अप्सन नम्बर सी शेरबहादुर देउवा र त्यसैगरी अप्सन नम्बर डी मा छ ओम प्रकाश अर्याल। र यसको सही उत्तर हुन्छ अप्सन नम्बर बी, सुशीला कार्की। हाल नेपालको प्रधानमन्त्री सुशीला कार्की हुन्। त्यसैगरी प्रश्न नम्बर 4 मा रहेको छ म्यादी प्रहरीले कुन निकाय अन्तर्गत पर्छ? म्यादी प्रहरी कुन निकाय अन्तर्गत पर्छ? अप्सन नम्बर ए मा सशस्त्र प्रहरी, त्यसैगरी अप्सन नम्बर बी मा नेपाली सेना र त्यसैगरी अप्सन नम्बर सी मा नेपाल प्रहरी र त्यसैगरी अप्सन नम्बर डी मा रहेको छ गृह मन्त्रालय। र यसको सही उत्तर हुन्छ नेपाल प्रहरी। म्यादी प्रहरी नेपाल प्रहरीको अन्तर्गत पर्ने गर्छ। त्यसैगरी प्रश्न नम्बर 5 मा रहेको छ नेपालमा कति प्रदेश छन्? नेपालमा कति प्रदेश छन्? 5, 6, 7 र 8। र यसको सही उत्तर हुन्छ अप्सन नम्बर सी, 7 वटा। नेपालमा 7 वटा प्रदेश छन्। र त्यसैगरी प्रश्न नम्बर 6 मा छ नेपालको सबभन्दा अग्लो हिमाल कुन हो? नेपालको सबभन्दा अग्लो हिमाल कुन हो? अप्सन नम्बर ए कञ्चनजङ्घा, अप्सन नम्बर बी धौलागिरी र त्यसैगरी अप्सन नम्बर सी मा मकालु र त्यसैगरी अप्सन नम्बर डी सगरमाथा। र यसको सही उत्तर हुन्छ सगरमाथा। त्यसैगरी प्रश्न नम्बर 7 मा भिड नियन्त्रण गर्दा पहिलो प्राथमिकता के हो? भिड नियन्त्रण गर्दा पहिलो प्राथमिकता के हो? बल प्रयोग, अप्सन नम्बर बी आदेश पालन र त्यसैगरी अप्सन नम्बर सी मानव जीवनको सुरक्षा र त्यसैगरी अप्सन नम्बर डी मा छ पक्राउ। र यसको सही उत्तर हुन्छ मानव जीवनको सुरक्षा। त्यसैगरी प्रश्न नम्बर 8 मा रहेको छ नेपालको सबैभन्दा ठुलो जिल्ला कुन हो? नेपालको सबैभन्दा ठुलो जिल्ला कुन हो? अप्सन नम्बर ए मा काठमाडौँ, अप्सन नम्बर बी डोल्पा र त्यसैगरी अप्सन नम्बर सी हुम्ला र त्यसैगरी अप्सन नम्बर डी मा ताप्लेजुङ। र यसको सही उत्तर हुन्छ डोल्पा। नेपालको सबैभन्दा ठुलो जिल्ला डोल्पा छ। र त्यसैगरी प्रश्न नम्बर 9 मा म्यादी प्रहरीले निर्वाचनमा तलका मध्ये कुन कार्य गर्नु हुँदैन? म्यादी प्रहरीले निर्वाचनमा तलका मध्ये कुन कार्य गर्नु हुँदैन? अप्सन नम्बर मा चुनाव बहिष्कार, अप्सन नम्बर बी जाँड रक्सी खाने र अप्सन नम्बर सी मा भोट माग्न जाने र अप्सन नम्बर डी मा माथिका सबै। र यसको सही उत्तर हुन्छ माथिका सबै। त्यसैगरी प्रश्न नम्बर 10 मा नेपालको सबभन्दा ठुलो ताल कुन हो? नेपालको सबैभन्दा ठुलो ताल कुन हो? राराताल, त्यसैगरी अप्सन नम्बर बी तिलिचो ताल, अप्सन नम्बर सी फेवा ताल र अप्सन नम्बर डी सोफोक्सुन्डो ताल। र यसको सही उत्तर हुन्छ राराताल। नेपालको सबैभन्दा ठुलो ताल राराताल हो। त्यसपछि प्रश्न नम्बर 11 मा सगरमाथाको उचाइ कति रहेको छ? सगरमाथाको उचाइ कति रहेको छ? अप्सन नम्बर ए मा 8848 मिटर, अप्सन नम्बर बी मा 8848.68 मिटर र त्यसैगरी अप्सन नम्बर सी मा 8848.86 मिटर र त्यसैगरी अप्सन नम्बर डी मा 8884 मिटर। र यसको सही उत्तर हुन्छ अप्सन नम्बर सी 8848.86 मिटर। त्यसैगरी प्रश्न नम्बर 12 मा म्यादी प्रहरीको दौडमा कति किलोमिटर दौड्नुपर्छ? म्यादी प्रहरीको दौडमा कति किलोमिटर दौड्नुपर्छ? अप्सन नम्बर ए 1 किलोमिटर, अप्सन नम्बर बी 2 किलोमिटर र त्यसैगरी 3 किलोमिटर र अप्सन नम्बर डी मा 4 किलोमिटर। यसको सही उत्तर हुन्छ 1 किलोमिटर। यो एकदमै महत्त्वपूर्ण प्रश्न रहेको छ। त्यसैगरी प्रश्न नम्बर 12 मा नेपालमा हाल कति स्थानीय तह रहेको छ? नेपालमा हाल कति स्थानीय तह रहेको छ? अप्सन नम्बर ए मा 735, अप्सन नम्बर बी मा 765 र अप्सन नम्बर सी मा 753 र अप्सन नम्बर डी मा 653। र यसको सही उत्तर हुन्छ 753। नेपालमा हाल 753 स्थानीय तह रहेको छ। त्यसैगरी प्रश्न नम्बर 13 मा नेपालको राष्ट्रिय चरा कुन हो? नेपालको राष्ट्रिय चरा कुन हो? अप्सन नम्बर ए मुनाल, अप्सन नम्बर बी डाँफे र त्यसैगरी अप्सन नम्बर सी काग र त्यसैगरी अप्सन नम्बर डी सुगा। यसको सही उत्तर हुन्छ डाँफे। त्यसैगरी प्रश्न नम्बर 14 मा नेपालको राष्ट्रिय झण्डा कस्तो आकारको छ? नेपालको राष्ट्रिय झण्डा कस्तो आकारको छ? आयताकार र त्यसैगरी अप्सन नम्बर बी वर्गाकार र अप्सन नम्बर सी गोलाकार र अप्सन नम्बर डी 2 त्रिकोण मिलेको। यसको सही उत्तर हुन्छ 2 त्रिकोण मिलेको। त्यसपछि प्रश्न नम्बर 15 मा नेपालको सबैभन्दा लामो नदी कुन हो? नेपालको सबैभन्दा लामो नदी कुन हो? अप्सन नम्बर ए कर्णाली, अप्सन नम्बर बी कोशी र अप्सन नम्बर सी बागमती र अप्सन नम्बर डी नारायणी। नेपालको सबभन्दा लामो नदी कर्णाली हो र सबभन्दा ठुलो नदी भनेको कोशी हो र सबभन्दा गहिरो भनेको नारायणी हो।
त्यसपछि प्रश्न नम्बर 16 मा राष्ट्रिय खेल कुन हो? नेपालको राष्ट्रिय खेल कुन हो? अप्सन नम्बर ए फुटबल, अप्सन नम्बर बी क्रिकेट र अप्सन नम्बर सी भलिबल र त्यसैगरी अप्सन नम्बर डी डन्डी बियो। यसको सही उत्तर हुन्छ भलिबल। अप्सन नम्बर सी नेपालको राष्ट्रिय खेल भलिबल। त्यसपछि प्रश्न नम्बर 17 मा म्यादी प्रहरीको सेवा अवधि कस्तो हुन्छ? म्यादी प्रहरीको सेवा अवधि कस्तो हुन्छ? अप्सन नम्बर ए मा अस्थायी, त्यसैगरी अप्सन नम्बर बी मा आजीवन र त्यसैगरी अप्सन नम्बर सी मा अस्थायी र त्यसैगरी अप्सन नम्बर डी मा अनिश्चित र यसको सही उत्तर हुन्छ अप्सन नम्बर सी अस्थायी। त्यसैगरी प्रश्न नम्बर 18 मा म्यादी प्रहरीको परिचय पत्र कसले प्रदान गर्छ? म्यादी प्रहरीको परिचय पत्र कसले प्रदान गर्छ? अप्सन नम्बर ए निर्वाचन आयोग, अप्सन नम्बर बी गृह मन्त्रालय र अप्सन नम्बर सी नेपाल प्रहरी र त्यसैगरी अप्सन नम्बर डी जिल्ला प्रशासन कार्यालय र यसको सही उत्तर हुन्छ नेपाल प्रहरी। त्यसपछि प्रश्न नम्बर 19 मा म्यादी प्रहरीलाई तालिम कसले दिन्छ? म्यादी प्रहरीलाई तालिम कसले दिन्छ? अप्सन नम्बर ए निर्वाचन आयोग, अप्सन नम्बर बी नेपाल प्रहरी, अप्सन नम्बर सी सशस्त्र प्रहरी र अप्सन नम्बर डी सेना र यसको सही उत्तर हुन्छ अप्सन नम्बर बी नेपाल प्रहरी। त्यसैगरी प्रश्न नम्बर 20 मा म्यादी प्रहरीको कमान्ड कसले हातमा हुन्छ? म्यादी प्रहरीको कमान्ड कसको हातमा हुन्छ? अप्सन नम्बर ए निर्वाचन आयोग, अप्सन नम्बर बी स्थानीय तह र अप्सन नम्बर सी नेपाल प्रहरी र त्यसैगरी अप्सन नम्बर डी गृह मन्त्रालय र यसको सही उत्तर हुन्छ नेपाल प्रहरी। त्यसपछि प्रश्न नम्बर 21 मा म्यादी प्रहरीलाई कुन आचार संहिता पालना गर्नुपर्छ? म्यादी प्रहरीलाई कुन आचार संहिता पालना गर्नुपर्छ? राजनीतिक दलको, निर्वाचन आयोगको, नेपाल प्रहरीको र त्यसैगरी मिडियाको र यसको सही उत्तर हुन्छ नेपाल प्रहरीको। त्यसैगरी प्रश्न नम्बर 22 मा मतदान केन्द्रमा म्यादी प्रहरीको भूमिका के हुन्छ? मतदान केन्द्रमा म्यादी प्रहरीको भूमिका के हुन्छ? अप्सन नम्बर ए मत गन्ने, अप्सन नम्बर बी मत हाल्न सहयोग गर्ने र त्यसैगरी अप्सन नम्बर सी सुरक्षा तथा शान्ति कायम र त्यसैगरी अप्सन नम्बर बी प्रचार गर्ने र यसको सही उत्तर हुन्छ सुरक्षा तथा शान्ति कायम। त्यसैगरी प्रश्न नम्बर 23 मा मतदान केन्द्र वरपर झगडा भए म्यादी प्रहरीले के गर्छ? मतदान केन्द्र वरपर झगडा भए म्यादी प्रहरीले के गर्छ? अप्सन नम्बर ए तुरुन्त बल प्रयोग, अप्सन नम्बर बी चुप लगेर बस्ने र अप्सन नम्बर सी वरिष्ठ प्रहरीलाई जानकारी दिने र त्यसैगरी अप्सन नम्बर डी मा भाग्ने र यसको सही उत्तर रहेको छ वरिष्ठ प्रहरीलाई जानकारी दिने। त्यसैगरी प्रश्न नम्बर 24 मा मताधिकार प्रयोग गर्न न्यूनतम उमेर कति हुनुपर्छ? अप्सन नम्बर ए 16 वर्ष, अप्सन नम्बर बी 17 वर्ष, अप्सन नम्बर डी 18 वर्ष र अप्सन नम्बर डी मा रहेको छ 21 वर्ष। यसको सही उत्तर हुन्छ 18 वर्ष। त्यसैगरी आजको लागि अन्तिम प्रश्न भनेको नेपालको राष्ट्रिय फूल कुन हो? नेपालको राष्ट्रिय फूल कुन हो? कमल, अप्सन नम्बर बी सुनाखरी र अप्सन नम्बर सी लाली गुलास र त्यसैगरी अप्सन नम्बर डी मा चमेली र यसको सही उत्तर हुन्छ अप्सन नम्बर सी लाली गुलास। सो आजको भिडियोमा हामी 25 वटा प्रश्न उत्तर छलफल गर्यौं र यसको पार्ट 3 भिडियो चाहिन्छ भने कमेन्टमा पार्ट 3 भनेर लेख्नु होला। हामी छिटै नै पार्ट 3 भिडियो लिएर आउनेछौँ, त्यही भएर च्यानललाई फलो र सब्स्क्राइब गरेर राख्नु होला र यसको पीडीएफ चाहिन्छ भने हाम्रो फेसबुक पेजमा कन्ट्याक्ट गर्नु होला। हामी फेसबुकमा यसको पीडीएफ पठाइदिनेछौँ।